वेलकम टु माई भ्लग सबैजनालाई जुन चाहिँ हुन्छ होला हामी चाहिँ आज पार्टी प्लेसमा जान लागेको कालेले मलाई फसाइरहेको छ है किन भागे जस्तो त कालेले मलाई फसाइरहेको छ है किन भाग जस्तो काम छ भाग्ने पर्यो अब कालेले खाली मेरै भ्लग हालेछ 2 दिन अस्ति हालेको थियो आएको छैन हौ होइन यहाँ अगाडि हो भने कस्तो कन्फ्युजन यार प्रदीपलाई फोन गर्नु के सुरजको असली दोस्तलाई फोन गर्नु सुरजको असली दोस्त यही हाल्छ के हो भाइ सबै यहीमा हुन्छ सबै यहीमा हुन्छ के काले सुरज यसलाई बोल्न पर्छ भन्नुस् तपाईलाई इन्टरभ्यु दिँदैछु यहाँ बोल्नुस् भयो काले हो त पार्टी हेलो प्लिजमा गएर कहाँ हो भाइ न पार्टी प्लेसमा प्रोग्राम यहाँ सिङ छिराइदे रन्डिका चिया पानी हैन मुझे यहाँ त भात सात नि भइसक्यो साडो हैन पुती भयो माया त्यो त सुन्ने देखा छैन र ह छ यहाँ मान्छे त ए प्याक भइसक्यो बन्ताउँछ नि तलाई त मिलाएर कसै मनोज ओ राजाजी ए रा यहाँ जा यहाँ जा तेरो असली जो इन्टरभ्यु लिन्छु म ल कहाँ गयो ए रा यहाँ जा ल र तपाईलाई भन्नुस् कस्तो लागिरहेको छ एकदम रमाइलो आउँदा एकदम कालेले भन्नुस् कस्तो लागिरहेको छ बाने त भन कस्तो लागिरहेछ एकदम बवाल हैन रुन मन लागेको छ यत्रो रुडी बोल्न कस्तो लागिरहेछ रुनी चलन भिडियो नदेख है बोल्नी मात्रै हो त त्यो गरे मान्छे राम्रो हटन केडा ल गरौँ न हामी घुम्न ला हो क्या मलाई थाके नलाउ न मलाई देखाउनु भाइ कलेज जान यहाँ के मलाई देखाउनु यस्तै हो
हार्दिक स्वागतमा विधायक एनएटी सेवाका कार्यक्रमको शोभा गरिमा र सुन्दरता बढाउनका निमित्त उपस्थित सम्पूर्ण महानुभावहरूलाई यस कलेजको पूर्व विद्यार्थी हालको शिक्षक एवं आजको कार्यक्रमको प्रस्तुता म एकमान श्रेष्ठको तर्फबाट हार्दिक अभिवादन गर्दछु। मैले अघि भनिसकेँ म यस कलेजको पूर्व विद्यार्थी पनि हुँ। विक्रम सम्वत 2056 सालमा स्थापित यस मनमोहन मेमोरियल कलेजलाई स्थापना कालदेखि यो अवस्थासम्म ल्याउनका लागि अहोरात्र तत्त्वले विभिन्न तर्फबाट योगदान गर्नुहुने यस्ता सम्पूर्ण संस्थाहरू, प्रशासकहरू, अध्यापकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, अभिभावकज्यूहरू, यहाँहरू सम्पूर्ण धन्यवादको पात्र हुनुहुन्छ। आजको यस विशेष दिनमा सम्झन लायक पात्र हुनुहुन्छ। 25 वर्ष सधैँ इतिहास बोकेको यस संस्थाले 25,000 भन्दा बढी विद्यार्थीहरूलाई शिक्षित, विकसित, कर्मचारी कल्पना पाण्डेगन, सौभाग्य कुमारज्यू, पुरुषोत्तम वंशाज्यू, संगीता पनेरीज्यू र कविता ज्यूलाई त्यसै गरी मैले लिस्टमा नाम सुधारेको रहेछु भने पनि म क्षमा प्रार्थी छु। अनि सर्वजनाहरूलाई पनि मैले आसन ग्रहणको लागि यहाँको अनुरोध गरेको विद्यार्थी भाइ बहिनीहरू